प्रतिवेदनमा आएकोले यो प्रतिवेदन संगठनात्मक क्षेत्रमा सीमित गर्ने प्रयास गरेको छु। पार्टीका कागजात, बैठकका दस्तावेजहरू, यस अघिका प्रतिवेदनहरू, प्रदेशहरूबाट प्राप्त विवरण आदि आधारमा प्रतिवेदन तयार गरिएको छ। 1. संगठनात्मक अवस्था। 2079 असार 7 गते घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको असार 17 गते निर्वाचन आयोगमा दर्ता गरेको प्रमाणपत्र प्राप्त भयो। त्यसको लगत्तै असार 25 गते 79 असार 25 गते चितवनमा यही चितवनको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो भेला आयोजना गरिएको थियो। भरतपुरमा आयोजना भएको सो भेलामा करिब 3000 चितवनवासीहरू उपस्थित हुनुभएको थियो र सोही भेलाबाट चितवन जिल्ला र स्थानीय पालिका गठनका निर्माण सुरु भएको थियो। यो एउटा ऐतिहासिक दिन थियो। पार्टी सभापति रवि लामिछानेले पार्टी सभापतिको हिसाबमा पहिलो पटक चितवनमा सम्बोधन गर्नुभएको थियो। आज यो बैठक हुँदै गर्दाखेरि यो पार्टीको सुरुवात गरेर यहाँसम्म लिएर आउन नेतृत्व गर्नुहुने, लिनुहुने, हामीलाई हौसला प्रदान गर्नुहुने, अगाडिको बाटो हिँड्नको लागि एउटा भरोसाको पहाड बनेर हिम्मत दिनुहुने आशा र भरोसा सभापति रवि लामिछानेप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। आज उहाँ नखाएको विषको भागीदार भइराख्नु भएको छ। हुन त यो विषय आज हामी धेरै छलफल गर्दैनौँ, तर भ्रष्टाचार, व्यतिथि, कुशासन र अन्याय विरुद्ध लड्ने यो पार्टीको कार्यदिशा निर्माण गर्ने विस्तारित बैठक आफ्नै सभापतिमाथि भएको प्रतिशोध र अन्यायको मात्र होइन, हरेक नागरिकमाथि भएको अन्याय, अत्याचार र शोषणको प्रतिरोध गर्न चाहन्छ। हामी यी र यस्ता सबै कुरा चटक्क भुल्न सक्दैनौँ। राजनीतिक दलहरू इतिहासलाई हेरेर अगाडि बढेको हुन्छ र हाम्रो पार्टी इतिहास पनि हेर्छ र हाम्रो आफ्नै इतिहास पनि कोर्दै जान्छ। यही असार 25 को ऐतिहासिक दिनमा टेकेर आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो वर्ष पार गरी चौथो वर्षको दौरानमा केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा गर्दैछौँ। यो चितवनको लागि मात्रै नभई सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीको लागि एउटा ऐतिहासिक क्षण बनेको छ। त्यो सुरुको दिन र करिब 40 महिना पश्चात आजको दिन संगठनमा भए गरेका कुराहरूको समीक्षा, आगामी कार्यनीति र बनेका संगठनको सुधारको कुराहरूमा हामी व्यापक छलफल गर्दैछौँ। पार्टी स्थापनाको समयमा कस्तो संगठन र कत्रो संगठन भन्ने धेरै बहसहरू भए र निचोडमा गत वर्षको आश्विनमा भएको राष्ट्रिय भेलाबाट विधान संशोधन गरी हामीले संगठनको ढाँचाहरू सुनिश्चित गर्यौं र त्यही ढाँचामा आधारित रहेर संगठनहरू निर्माणमा गएको 1 वर्ष मात्रै करिब 1 वर्ष मात्रै भएको छ। त्यस अघि पनि संगठनहरूको प्रारम्भिक कार्यहरू चलेकै थियो र विशेषतः त्यस पछाडि संगठनको निर्माणमा तीव्रता आयो। हामीले जिल्ला समिति बनाउने निष्कर्ष निकाल्यौं, निर्वाचन क्षेत्र समिति विधानमा समेट्ने निर्णय भयो र प्रदेश तहमा पनि वैज्ञानिक हिसाबले समितिहरू निर्माण गर्ने गरी विधान संशोधन गरियो। सानो गाउँपालिका र ठूलो महानगरपालिकाको समितिको आकार एकै थियो र त्यसलाई वैज्ञानिक हिसाबले 11 देखि 25 सदस्य समितिहरू बनाउने निर्णय त्यही वखत गरियो। पार्टी सदस्य विवरण। पार्टीको कुल सदस्य संख्या 2,41,749 रहेको छ भने भेरिफाई प्रमाणित भएको कुल सदस्य संख्या 1,73,059 रहेको छ। महिला सदस्यहरू 14% रहेको अवस्था छ। आदिवासी जनजाति 19.3% रहेको अवस्था छ। मधेसी 4% रहेको अवस्था छ। थारू समुदाय 1.5% रहेको अवस्था छ। मुस्लिम समुदाय 1.1% रहेको अवस्था छ भने दलित समुदाय 7.3% पार्टी संगठनमा सदस्य रहेको अवस्था जानकारी गराउँछु। पार्टीको मोबाइल एप, वेबसाइट र आवश्यकता अनुसार सदस्यता बुथ मार्फत सदस्यता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी गराउँछु। तहगत संगठन। पार्टीको सातै प्रदेशमा सशक्त प्रदेश समिति रहेका छन्। विभागहरू गठन हुने क्रममा छन्। डोल्पा, मनाङ र मुस्ताङ बाहेकका 74 जिल्लामा जिल्ला समिति रहेको जानकारी गराउँछु। उल्लेखित 3 जिल्लामा सदस्यहरू हुनुहुन्छ र संगठनका प्रयासहरू जारी रहेका छन्। अहिले पार्टीको वडा र पालिका अधिवेशनहरूको निरन्तरता छ। केही जिल्ला समेत अधिवेशनको लागि तयार अवस्थामा रहेको छ। अझै 4487 वडा र 289 पालिकामा हामीले संगठन निर्माणको कार्य पुर्याउन सकेका छैनौं। केन्द्रीय समिति, आयोग र विभागहरू। केन्द्रीय समिति विधानमा व्यवस्था भएको 122 जना र प्रदेश सभापतिहरू पदै नरहने व्यवस्था छ भने हाल प्रदेश सभापति बाहेक
कायम रहेको 52 जना रहेको जानकारी गराउँछु। सल्लाहकार परिषद विधानमा 129 जना रहेको व्यवस्था छ भने हाल 5 जना कायम रहेको बेहोरा जानकारी गराउँछु। केन्द्रीय आयोग अनुशासन आयोगमा विधान व्यवस्था 11, हाल कायम संख्या 6। केन्द्रीय निर्वाचन आयोग विधान व्यवस्था 11, हाल कायम संख्या 5। केन्द्रीय लेखा आयोग विधान व्यवस्था 11, हाल कायम संख्या 2। केन्द्रीय विभागहरू 39 वटा रहेको जानकारी गराउँछु र कुल सदस्यहरू विधानमा व्यवस्था 819 जना रहने व्यवस्था हुन्छ 21 जनाको दरले, भने हाल कायम 246 जना रहेको जानकारी गराउँछ, जुन कुल संख्याको 30% हुन आउँछ। नआएर पनि समस्या, आएर पनि समस्या देखिन्छ। हामीले नै खोजेर ल्याउने मान्छेमा पनि डर छ कि भन्ने पनि लाग्छ। हामीले यो चाहिँ संख्याहरू पूरा गर्न नसक्दाखेरि कता कता हामीलाई त्यो डर लागिराखेको जस्तो देखिन्छ। 2. प्रदेश समिति, आयोग र विभागहरू। विधानमा प्रदेश समितिको व्यवस्था कोशी 61, मधेस कोशी 61, हाल कायम 53, मधेस 59, हाल कायम 46, बागमती 65, हाल कायम 63, गण्डकी 47, हाल कायम 44, लुम्बिनी 57, हाल कायम 38, कर्णाली 41, हाल कायम 29, सुदूरपश्चिम 43, हाल कायम 35 जना प्रदेशका समितिहरू रहेको बेहोरा जानकारी गराउँछु भने प्रतिशतमा हेर्दाखेरि कोशीमा 87%, मधेसमा 78%, बागमतीमा 97%, गण्डकीमा 94%, लुम्बिनीमा 66%, कर्णालीमा 71% भने सुदूरपश्चिममा 81% समिति पूर्ण रहेको बेहोरा जानकारी गराउँछु। प्रदेशको सल्लाहकार परिषद, प्रदेश आयोगबाट विवरणहरू प्राप्त नभएकोले यसमा उल्लेख गरिएको छैन भने प्रदेश विभागमा कुल प्रदेशको विभाग संख्या 35 वटा, एउटा प्रदेशमा 15 जना सदस्यको दरले एउटा प्रदेशमा 525 जना विभागमा सदस्य हुने व्यवस्था छ भने 7 प्रदेशमा गर्दाखेरि 3675 जना हुने व्यवस्था छ र हाल जम्मा 667 जना 667 जना 18% रहेको बेहोरा जानकारी गराउँछु। गठन अवस्थामा कोशीमा 100 जना विभागमा सदस्य हुनुहुन्छ, मधेसमा 77 जना हुनुहुन्छ, बागमतीमा 170 जना हुनुहुन्छ, गण्डकीमा 70 जना, लुम्बिनीमा 95 जना, कर्णालीमा 5 जना, सुदूरपश्चिममा 150 जना र यो उपलब्ध विवरण अनुमानित हिसाबले प्राप्त भएको बेहोरा म जानकारी गराउँछु। स्थानीय तह, जिल्ला निर्वाचन क्षेत्र, पालिका र वडा समिति र विभागहरूको सन्दर्भमा जिल्ला समिति 77 मा 74 जिल्ला समिति रहेको र बाँकी जिल्ला समितिमा बनाउने प्रयासहरू रहिराखेको छ। अनुशासन आयोग समेत गठन प्रक्रियामा रहेको बेहोरा जानकारी गराउँछु। निर्वाचन क्षेत्र समिति 35 जिल्लामा एक निर्वाचन क्षेत्र भएको कारणले जिल्ला समिति नै निर्वाचन क्षेत्र समितिको काम गर्नुपर्नेछ भने बाँकी 130 निर्वाचन क्षेत्रमा हाल 100 वटा जति निर्वाचन क्षेत्रमा समिति रहेको बेहोरा जानकारी गराउँछु। पालिका र वडा अधिवेशनहरू सम्पन्न विवरण सम्बन्धमा 753 पालिका मध्ये हाल समिति बनेको पालिकाको संख्या 464 रहेको जानकारी गराउँछु भने पालिका विभागहरूमा 35 वटा विभागमा 9 जनाको दरले 315 जना पालिका विभागहरूमा रहने व्यवस्था छ भने 753 पालिकामा कुल 2,37,195 चाहिँ सदस्यहरू पालिका विभागहरूमा रहने व्यवस्था छ र हाल कुनै पनि पालिकाको विवरण उपलब्ध नभएको बेहोरा जानकारी गराउँछु। केन्द्र, जिल्ला र पालिका तहमा द्रुत कार्य समूह र्यापिड एक्सन टिम गठन हुने व्यवस्था समेत रहेको जानकारी गराउँदै धेरै जसो जिल्ला र पालिकामा र्याट गठनको प्रक्रिया अगाडि रहेको बेहोरा जानकारी गराउँछु। पालिका तथा वडा समितिको विवरणमा कोशी प्रदेशमा जम्मा वडा 1157 मध्ये 524 वटा वडामा तदर्थ समिति बनेको, त्यो मध्ये 235 वटा वडा अधिवेशन भएको बेहोरा जानकारी गराउँछु। त्यस्तै मधेस प्रदेशमा 1271 वडा मध्ये 225 वटा वडामा तदर्थ समिति रहेको र सो मध्ये 49 वटा वडामा अधिवेशन भएको बेहोरा जानकारी गराउँछु। बागमती प्रदेशमा 1121 वडा मध्ये 472 वडामा समिति गठन भएको र त्यो मध्ये 305 वडाको अधिवेशन भएको जानकारी गराउँछु। गण्डकी प्रदेशमा 759 वडा मध्ये 335 वडामा तदर्थ समिति गठन भएको र
142 वडामा अधिवेशन भएको जानकारी गराउँछु। लुम्बिनी प्रदेशमा 983 वडा मध्ये 324 वडामा समिति गठन भएको र 116 वडाको अधिवेशन भएको जानकारी गराउँछु भने कर्णाली प्रदेशमा 718 वडा मध्ये 173 वडामा समिति गठन भएको र 1 वडामा मात्रै अधिवेशन भएको ब्यौरा जानकारी गराउँछु। यसरी हेर्दाखेरि देशभरमा 6743 वडाहरू मध्ये 2256 वडामा समिति गठन भएको र त्यो मध्ये 997 वडा अधिवेशन सम्पन्न भएको ब्यौरा जानकारी गराउँछु। यो कुल वडा संख्याको 15% हुन आउनेछ। त्यसैगरी कोशी प्रदेशको पालिका मध्ये 137 मध्ये 77 पालिकामा समिति गठन भएको र 18 पालिकामा अधिवेशन भएको छ। त्यस्तै मध्य प्रदेशको 136 पालिका मध्ये 68 पालिकामा समिति गठन भएको र एउटा पालिकाको अधिवेशन भएको छ। बागमती प्रदेशमा 119 पालिका मध्ये 103 वटा पालिका मध्ये 49 पालिका गठन भएको र 3 पालिकामा अधिवेशन सम्पन्न भएको छ। लुम्बिनी प्रदेशमा 109 वटा पालिका मध्ये 50 वटा पालिका गठन भएको र एउटा पालिका अधिवेशन भएको छ। कर्णाली प्रदेशमा 79 पालिका मध्ये 53 पालिका गठन भएको र त्यहाँ पालिका अधिवेशन प्रारम्भ भएको छैन। सुदूरपश्चिम प्रदेशको 734 वडा मध्ये 203 वडा गठन भएको र 149 वडा अधिवेशन भएको छ भने 88 वटा पालिका मध्ये 64 वटा पालिका अधिवेशन भएको र 9 वटा पालिका अधिवेशन सम्पन्न भएको बेला जानकारी गराउँछु। देशभरमा 753 पालिका मध्ये 446 वटा पालिका गठन भएको र 47 वटा पालिकामा अधिवेशन भएको जानकारी गराउँछु। जिल्लागत हिसाबले हेर्ने हो भने चितवन 93% संगठनात्मक रूपमा अगाडि बढेको देखिन्छ, झापा 73% देखिन्छ, काठमाडौँ 68% देखिन्छ, कञ्चनपुर 60% देखिन्छ, कास्की 49% देखिन्छ भने नवलपुर 48% देखिने बेहोरा जानकारी गराउँछु। संगठनात्मक हिसाबले कर्णाली र मध्य प्रदेश कमजोर रहेको बेहोरा मैले जानकारी गराउन चाहन्छु। कर्णाली प्रदेश संगठन भङ्ग गरी 81 भाद्रमा नयाँ सिराबाट संगठन सुरुवात गरिएको थियो। त्यसैले कर्णाली प्रदेश अरू प्रदेशहरूभन्दा संगठनको दृष्टिकोणले नयाँ रहेको छ। यद्यपि नयाँ प्रदेश समिति आइसके पछाडि कर्णाली प्रदेशको प्रगति उल्लेख्य रहेको जानकारी गराउँछु भने मध्य प्रदेशमा पनि अहिलेको परिवर्तित राजनीतिमा संगठनात्मक गतिविधिहरू प्रभावकारी रूपले अगाडि बढेको जानकारी गराउँछु। प्रदेशको राजनीति र सांगठनिक गतिविधिहरूलाई प्रभावकारी पार्नका लागि केन्द्रीय समितिले आफ्नो अधिकार क्षेत्रभित्रबाट प्रदेश इन्चार्ज व्यवस्था गरेको छ र प्रदेश इन्चार्जहरूको तर्फबाट सम्पादन हुनको लागि एउटा स्पष्ट कार्य विवरण तोकिएर काम भएको बेहोरा जानकारी गराउँछु। यसरी वडादेखि पालिका निर्वाचन क्षेत्र जिल्ला र प्रदेश हुँदै केन्द्रसम्मको संगठनात्मक अवस्था सबल बनाउनको लागि हामी सबैजनाले आफ्नो ठाउँमा जिम्मेवारी लिँदै आएका छौँ र यो जिम्मेवारीको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। तथापि हामी कहाँ कति भयौं या भएनौं हामी बीचको समीक्षा महत्त्वपूर्ण हुन्छ र यो हामीले छलफलमा अगाडि लिएर आउनेछौँ। केन्द्र प्रदेश र स्थानीय तह बीचको समन्वयको स्थिति प्रस्तुत सांगठनिक अवस्था विश्लेषण गर्दा पार्टीले विधानले परिकल्पना गरेको केन्द्र प्रदेश र स्थानीय तह बीचको समन्वय बढाउनु पर्ने देखिएको छ। केन्द्रीय तहले प्रदेश तहसँगको समन्वय, प्रदेश तहले जिल्ला तह र केन्द्रीय तहसँगको समन्वय, जिल्ला तहले निर्वाचन क्षेत्र पालिका तह र प्रदेश तहसँगको समन्वय, निर्वाचन क्षेत्रले जिल्ला र निर्वाचन क्षेत्रभित्र पर्ने पालिका र वडासँगको समन्वय र पालिका तहले वडा लगायत जिल्ला निर्वाचन क्षेत्रसँगको समन्वय बढाउन सके पार्टीको संरचना बीचको कार्य सम्पादन सुधार हुने अपेक्षा गरिएको छ। यस सँगसँगै अन्तर पार्टी सम्बन्ध, सरकारी निकायसँगको सम्बन्ध, सरकार राख्ने अन्य निकायसँगको सम्बन्ध र जनसरकारका सवालहरूलाई सम्बन्धित निकायमा उठाई सोको सम्बोधन गर्ने कुरा प्रभावकारी र व्यवस्थित सञ्चार र समन्वयबाट मात्र सम्भव छ। तर अहिलेसम्मको अभ्यास हेर्दा हाम्रो पार्टीले सबै तहमा ठूलो प्रयास गर्न आवश्यक देखिन्छ। केन्द्रबाट प्रेषित सूचनाहरू सन्देशहरू वडा तहसम्म पुग्न नसक्नु वा ढिलाइ हुनु वा स्थानीय तहबाट प्रेषित प्रतिवेदन सूचना एवं सुझावहरू परिष्कृत भएर केन्द्रसम्म पुग्न देखिएको चुनौती सामना गर्न सबै तह लाग्न आवश्यक देखिएको छ। पार्टी सञ्चालनको लागि विभिन्न सञ्चार समूहहरू बनाएर समन्वय बढाउने प्रयत्न गरिएको जानकारी गराउँछु।
संगठनमा देखिएका सुधारका क्षेत्रहरू सदस्य प्रमाणीकरणमा ढिलाइ, करिब 30% सदस्यहरू अझै प्रमाणित हुन बाँकी रहेको देखिन्छ। 2. महिला र समावेशितामा कमजोरी, महिलाको सहभागिता 14% मात्रै हुनु र सुधारको लागि हामीले धेरै काम गर्नुपर्ने देखिन्छ। प्रदेशगत असन्तुलन, कर्णाली र मधेसमा संगठनात्मक सुदृढता न्यून रहेको बेहोरा जानकारी गराउँछु। अधिवेशन ढिलाइ, वडा स्तरमा 15% र पालिका स्तरमा 6% मात्र अधिवेशन यो ढिलाइको संकेत देखिएको छ। संस्थागत समिति निष्क्रियता, विधान समिति सक्रियता 21% मात्रै देखिएको छ भने हाम्रो थाहा नभएको समूह डाटा व्यवस्थापनमा उमेर समूहदेखि लिएर आफ्नो पेशा व्यवसाय थाहा नभएको समूह पनि उच्च रहेको बेहोरा जानकारी गराउँछु। 2. मुख्य उपलब्धिहरू, संस्थागत विकास क विधान संशोधन, राष्ट्रिय भेलाले स्वीकृत गरेको विधान 2081 पौषमा निर्वाचन आयोगमा अभिलेख भएको बेहोरा जानकारी गराउँछु। नियमित तथा विशेष बैठकहरू, 2081 को राष्ट्रिय भेला पश्चात केन्द्रीय समितिको मिति 2082 6-7 र 2082 आश्विन 6 र 7 मा गरी कुल 12 वटा बैठकहरू बसेको छ भने मिति 2082 कार्तिक 18 मा सम्म गर्दाखेरि कुल 27 वटा पार्टी सचिवालय बैठक बसेको बेहोरा जानकारी गराउँछु। पार्टीको हालसम्म केन्द्रीय समितिको 50 वटा बैठकहरू बसेको र पार्टी सचिवालयको 38 वटा बैठकहरू बसेको बेहोरा जानकारी गराउँछु। पार्टी तहगत समितिको बैठकको विवरण एक तह माथिल्लो समितिमा नियमित रिपोर्टिङ गरी संगठनात्मक सुशासन कायम राख्नु पर्दछ। यसले पार्टीको संस्थागत विकासमा टेवा पुर्याउने अनुरोध गर्न चाहन्छु। नियमावली कार्यविधि निर्माण, संगठन निर्माणको लागि करिब 30 वटा निम्न दस्तावेजहरू कार्यान्वयन रहेको जानकारी गराउँछु। वडा भेला अधिवेशन कार्यविधि, वडा भेला कार्यविधि, वडा परिषद कार्यविधि, वडा अधिवेशन निर्वाचन कार्यविधि 81, पालिका अधिवेशन कार्यविधि 81, पालिका अधिवेशन निर्वाचन कार्यविधि 81, पालिका भेला कार्यविधि 2080 पहिलो संशोधन 81 सहित पालिका समितिमा रिक्त पद पूर्ति गर्ने विधि 2080, जिल्ला भेला कार्यविधि 81, पालिका समितिमा रिक्त पद पूर्ति गर्ने संशोधन भएको कार्यविधि 2081, कर्णाली प्रदेश भेला कार्यविधि 81, निर्वाचन क्षेत्र समिति कार्यविधि 81, राजीनामा समिति कार्यविधि 81, निर्वाचन आचार संहिता 2080, सदस्यता अध्यावधिक सम्बन्धी कार्यविधि, सदस्यता अध्यावधिक सम्बन्धी निर्देशन, सामाजिक सञ्जालमा पोस्ट गर्ने सम्बन्धी कार्यविधि 2081, हत्या ग्रुप सञ्चालन तथा व्यवस्थितीकरण गर्ने निर्देशन 2080, राष्ट्रिय स्वतन्त्र पार्टीको आचार संहिता 2080, र्याट नियमावली 2081, विषयगत विभागहरू सञ्चालन नियमावली 2081 पहिलो संशोधन सहित प्रवास नेपाली सम्पर्क विभाग नियमावली 2081, संगठन विभाग नियमावली 2081, सम्पर्क विभाग नियमावली 2081 सहित यसमा थप विभाग र आयोगहरूको नियमावली कार्यविधि बनेको बेहोरा म जानकारी गराउन चाहन्छु। नीति मन्थन र गतिविधिहरू, पार्टीले विज्ञहरूसँगको छलफलबाट नीतिगत दिखाका लागि नीति मन्थन जस्ता कार्यक्रमहरू आयोजना गर्ने गरेको छ। यसबाट पार्टीको नीतिगत क्षेत्रमा क्षमता विकास हुने गरेको बेहोरा जानकारी गराउँछु। त्यस्तै पार्टीले विभिन्न विषयहरूमा छलफल, राजनीतिक संवाद, युवा सभा जस्ता गतिविधिहरू गर्ने गरेको छ। त्यस्ता गतिविधिहरूले नीति निर्माणमा दबाव दिने, आम सहभागिता बढाउने र पार्टीको प्रवर्धनका लागि भूमिका निर्वाह गर्दछ। पार्टी केन्द्रीय विभागहरूले क्यालेन्डर नै तयार गरी गतिविधिहरूको आवृत्ति बढाउनु पर्ने देखिएको बेहोरा जानकारी गराउँछु। केन्द्रीय कार्यालय व्यवस्थापन, पार्टीको केन्द्रीय कार्यालय व्यवस्थित गरिएको छ। कार्यालयका स्रोत साधन र पूर्वाधार युक्त बनाउनको लागि केन्द्रीय कार्यालय व्यवस्थापन समूहले क्रियाशील भई काम गरिरहेको बेहोरा जानकारी गराउँछु। केन्द्रीय कार्यालयको सुरक्षादेखि कार्यालय सञ्चालनको लागि आवश्यक कर्मचारीहरू कुल 14 जना र 3 जना इन्टर्न रहेको बेहोरा जानकारी गराउँछु। पार्टीको नियमित आर्थिक व्यवस्थापनको लागि हालको सदस्यता शुल्क, लेभी र स्वैच्छिक सहयोग मात्र पर्याप्त नभएकोले र प्रदेश, जिल्ला एवं स्थानीय तहमा समेत कार्यालय सञ्चालनको लागि स्रोत सङ्कलन तथा आर्थिक व्यवस्थापनको योजना सहित विशेष अभियान सञ्चालन गर्न जरुरी रहेको बेहोरा जानकारी गराउँछु। पार्टीको सबै तहमा स्रोत व्यवस्थापन विभागलाई पूर्णता दिई क्रियाशील बनाउन जरुरी रहेको अनुरोध गर्दछु। नेतृत्व र सुशासन, पार्टी संगठन सञ्चालन नेतृत्वबाट हुने हो र कुशल नेतृत्वबाट सुशासनको
महसुस गरी सदस्य र समर्थक र शुभचिन्तकहरूले गर्न पाउँछन्। त्यसका लागि सबै तहका पार्टी समितिमा रहेका नेतृत्वलाई न्यूनतम प्रशिक्षण दिन आवश्यक हुन्छ। पार्टीले यस अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनीमा गरी 4 प्रदेशमा प्रशिक्षण सम्पन्न गरेको छ। तर यो सँगसँगै जिल्ला र स्थानीय तहका पार्टी समितिहरूलाई प्रशिक्षण दिने कार्य हुन सकेको छैन। नेतृत्वमा समावेशीकरणको पक्ष हेर्दा नेपालको जनसङ्ख्या हाम्रो पार्टी सदस्यको आधारमा यसलाई पूर्ण समावेशी बनाउन सकिएको छैन। संगठन विस्तारको क्रममा सबै तहले समावेशीकरण विषयलाई केन्द्रमा राख्न आवश्यक छ। पदीय हिसाबमा एकजनाले एउटा पद लिए तापनि पार्टीलाई संस्थागत दिगो बनाउनका लागि सामूहिक नेतृत्व प्रणालीको अभ्यास गर्दै जान आवश्यक छ। योजना निर्माण, उत्तरदायित्व वहन, सोको निगरानी र सञ्चार र समन्वयमा पारदर्शी बनाउँदै जान आवश्यक छ। 3 अवसर र चुनौतीहरू। जेनजी आन्दोलनबाट देश नयाँ मोडमा प्रवेश गरेको छ। सुशासन कायम र भ्रष्टाचार अन्त्यको नारा गाउँ गाउँसम्म स्थापित भएको छ। यसले राष्ट्रपालले उठाउँदै आएको सुरुदेखिको एजेन्डालाई थप टेवा पुर्याएको देखिन्छ, जसले जनसमर्थन जुटाउन मद्दत गरेको छ। सबै पुराना पार्टीहरूलाई भत्काएर नयाँ बनाउन उनीहरूकै पार्टीका भित्रका युवाहरूले माग गरेको अवस्था छ। आन्तरिक विवादहरू बढेका छन्। नेतृत्वप्रति जनविश्वास घटेको छ। सबै तहका पार्टी संगठन विभागहरू लगायत पूर्ण हुन सकेका छैनन्। नेतृत्वमा राख्नुपर्ने व्यक्तिको आवश्यकता अनुसार ल्याउन सकिएको छैन। आंशिक रूपमा जसले ल्याउनु पर्ने हो, बाहिरको मान्छे आउँदा थप प्रतिस्पर्धा हुन्छ र आफूलाई अप्ठ्यारो पर्छ कि भन्ने महसुस गरी क्षमतावान नयाँ व्यक्तिहरू जोड्ने प्रयास नगरिएको पनि देखिएको जानकारी गराउँछ। यो चुनौती सामना गर्न हामीले नयाँ व्यक्तिलाई स्वागत गर्दै प्रतिस्पर्धाको लागि आफ्नो क्षमता वृद्धि गर्ने तर्फ लाग्नु नै पार्टी निर्माणको लागि उपयुक्त कदम भएको अनुरोध गर्दछु। कुनै पनि राजनीतिक पार्टीमा घुसपैठ र गोपनीयता भङ्ग हुने कुरा पार्टीलाई कमजोर बनाउन बाह्य शक्तिबाट चालिने कदम हुन्। यो हाम्रो लागि पनि एउटा चुनौतीको विषय रहेको बेहोरा अनुरोध गर्दछु। 4 संगठनको आगामी कार्यदिशा। आदरणीय मित्रहरू, पार्टीको वर्तमान संगठनात्मक अवस्था, परिवर्तित राजनीतिक परिवेश, जेनजी आन्दोलनबाट स्थापित एजेन्डाहरूका आधारमा पार्टीले आगामी निर्वाचन समेतलाई ध्यानमा राखी सशक्त कार्यदिशा निर्माण गर्न निम्नानुसार प्रस्तुत गरिएको छ। यस बैठकबाट उच्चतम सल्लाह सुझाव दिई यसलाई समृद्ध बनाउनु हुनेछ भन्ने अपेक्षा दिएका छौँ। 1 निर्वाचन केन्द्रित संगठन निर्माण। 2084 हुने आम निर्वाचनको योजनाबाट हामी 2082 को निर्वाचनको लागि तयार हुँदैछौँ। जेनजी आन्दोलन पश्चात परिवर्तित राजनीतिक अवस्थाको लागि नजिकबाट निहालेको राष्ट्रपालले आफ्नो नयाँ संगठनलाई मजबुत बनाउनु पर्ने र संगठन नबनेको स्थानहरूमा संगठन बनाउनु पर्नेछ। यसका लागि मुख्य प्राथमिकता निर्धारण गरी संगठनात्मक गतिविधि केन्द्रित गर्नुपर्दछ। प्रदेश तहबाट जिल्लाको विशिष्टता र जिल्लाबाट पालिकाको विशिष्टता पहिचान गरी विशेष योजना तयार गर्नुपर्दछ। वर्तमान राजनीतिक अवस्थालाई चुनौती भन्दा पनि अवसरको रूपमा लिई देशमा सफा राजनीतिको माध्यमबाट परिवर्तनको लागि हस्तक्षेप आवश्यक छ र पार्टी यसका लागि तयार हुन आवश्यक देखिन्छ। देशभरमा 8 देखि 10 वटा केन्द्र बनाएर संगठनको गतिविधि विशेष बनाउने र सदस्यतालाई गाउँ गाउँसम्म व्यापक रूपमा विस्तार गर्ने प्रस्ताव गर्दछु। 2 पार्टीको हरेक संरचनामा योग्य व्यक्तिको खोजी गरी पूर्णता दिने प्रस्ताव गर्दछु। 3 संगठन विस्तार र वैधानिक दायित्व पूरा गर्न सबै तहका पार्टी संगठनको अधिवेशनहरू सम्पन्न गरी समिति, आयोग, विभागहरूलाई पूर्णता प्रदान गरी संगठनलाई गतिशील बनाउने। 4 संगठन र निर्वाचन केन्द्रित प्रशिक्षण। प्रदेश, जिल्ला र पालिका तहहरूका लागि अलग अलग प्रशिक्षणका प्याकेजहरू तयार गरी निर्वाचन अगाडि प्रशिक्षित प्रशिक्षकहरूबाट प्रशिक्षणहरू सञ्चालन गर्ने। संगठन निर्माणको लागि नियमित संगठन सिप, विधि, मापदण्ड र लक्ष्य निर्धारण जस्ता कुराहरू समेटेर प्रशिक्षण गर्नुपर्दछ भने निर्वाचन केन्द्रित प्रशिक्षणको लागि निर्वाचन विश्लेषण, तयारी, निर्वाचन प्रचार प्रसार कार्यनीति, षड्यन्त्र विरुद्धको रणनीति जस्ता विषयहरू हुनेछन्। यसरी संगठन र निर्वाचन केन्द्रित विषयहरूको प्रशिक्षण तत्काल सुचारू गरी पालिका तहसम्म पुर्याउने। 5 पालिका एवं वडा तहमा समिति निर्माणको लगत्तै संगठन विभागबाट आधारभूत संगठन व्यवस्थापन अभिमुखीकरण सञ्चालन गर्ने। 6 पार्टीको विधानको धारा 9 मा उल्लेखित पार्टीको सिद्धान्त र आदर्श एवं पार्टीको राजनीतिक सिद्धान्तको प्रस्तावना
प्रिएम्बल अफ पोलिटिकल प्रिन्सिपललाई जनस्तरसम्म पुग्ने गरी प्रचार प्रसार गर्ने र पार्टीको बारेमा बुझाउने। 7 सुशासन, जनजीविका, भ्रष्टाचार न्यूनीकरण जस्ता विषयहरूमा जेएनजी युवा र आम नागरिकको सहभागितामा प्रदेशको सहजीकरण र समन्वयमा हरेक जिल्ला र पालिका तहमा अभियानहरू व्यापक सञ्चालन गर्ने। 8 संगठनका लागि संगठन निर्माण नभई आम नागरिकका समस्याहरू समाधानका लागि संगठन निर्माणको अवधारणामा आधारित रही पार्टीको सिद्धान्त र आदर्श अनुरूप संगठन निर्माण गर्ने। 9 नेपालको संविधान र पार्टी विधानमा उल्लेखित समावेशिताको विषयलाई सम्बोधन गर्न जेएनजी युवाहरूलाई समेटी लक्षित योजना सहित पार्टीका सबै तहमा समावेशिता सुनिश्चित गर्ने। 10 यो केन्द्रीय समितिको विस्तारित बैठक आयोजनाको क्रममा विस्तारित बैठकका विभिन्न तहमा हुनुपर्दछ भन्ने अनौपचारिक मागहरू आएकोले प्रदेश र जिल्ला तहमा लगत्तै विस्तारित बैठकहरू आयोजना गर्ने। 11 पार्टीको केन्द्रीय तहका विभागहरूको संख्या 39 वटा रहेकोमा मन्त्रालयगत हिसाबले विषयगत विभागहरू बनाउन विभागहरूको पुनरावलोकन गर्ने। 12 पार्टीको हरेक विभागहरूलाई जिम्मेवार एवं क्रियाशील बनाउन जिम्मेवारीमा दोहोरोपन घटाउन विभागको कार्य विवरण टर्म्स अफ रिफरेन्स तत्काल तयार गर्ने। 13 विभागहरू बीचको सञ्चार समन्वय उत्तरदायित्वलाई प्रभावकारी बनाउन विभागीय प्रमुख र सचिवको सहभागितामा 84 अन्तर विभाग समन्वय बैठकहरू आयोजना गर्ने। 14 विधानको धारा 70 बमोजिम पार्टीको संगठनात्मक कार्य सम्पादन मूल्याङ्कन प्रक्रिया प्रारम्भ गरिनेछ। यसका लागि मूल्याङ्कन समिति, मूल्याङ्कन विधि, तहगत मूल्याङ्कन प्रक्रिया प्रारम्भ गरी कार्य सम्पादन मूल्याङ्कन, सो मूल्याङ्कन र एक तह माथिको संगठनले गर्ने मूल्याङ्कनका आधारमा उत्कृष्ट प्रदेशलाई केन्द्रले, उत्कृष्ट जिल्लालाई प्रदेशले, उत्कृष्ट पालिकालाई जिल्लाले र उत्कृष्ट वडालाई पालिकाले सम्मान गर्ने। 15 आगामी निर्वाचनलाई संगठनले जीवन मरणको रूपमा लिई हरेक प्रदेशले प्रतिनिधि सभा निर्वाचन परिणामको लक्ष्य तोकी निर्वाचन कार्यक्रमहरू गर्ने। 16 जनताका समस्या जनगुनासो सुन्न, जनसम्पर्क बढाउन पार्टीका सबै तहमा कार्यालयहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने, जनसम्पर्क स्थापनाका गतिविधिहरू बढाउने। 17 आम नागरिकबाट अपेक्षा भएको पार्टी निर्माणको लागि पार्टीमा आबद्ध सबै सदस्यहरू पार्टीको मूल्य मान्यता, सिद्धान्त, विचार र व्यवहारले समाजमा रोल मोडल हुन आवश्यक छ। यी पार्टी शुद्धिकरण र सुदृढीकरणका आधारभूत तत्त्वहरू हुन्। पार्टीका सबै सदस्य तथा पदीय जिम्मेवारी लिएका व्यक्तिहरूलाई पालना गर्नुपर्ने नियम, आचार संहिता, पार्टी पद्धति, प्रणालीको बारेमा सचेतना अभियान पार्टीभित्र व्यापक सञ्चालन गर्ने। 18 नेपालको राजनीति बिग्रिनुमा, भ्रष्टाचार र कुशासन बढ्नुमा एउटै व्यक्ति पार्टीमा र सरकारमा मुख्य पद लिएर बस्नु हो। त्यस कारणले पार्टी सञ्चालनको लागि केही व्यक्तिहरू चाहिँ छुट्टै रहने र आम निर्वाचनमा नजाने गरी व्यापक छलफल गरी नीति तर्जुमा गर्नको लागि प्रस्ताव गरिन्छ। सहभागी मित्रहरू, अन्त्यमा 3 वर्षको दौरानमा भएको यो संगठनको लागि मात्रै क्रियाशील हुन पाएको छैन। भ्रष्टाचार, व्यक्ति विसङ्गति र अन्याय विरुद्ध सङ्घर्ष गरेको पार्टीको सभापतिमाथि लागेको प्रतिशोधपूर्ण झुटा मुद्दा र हामीले सभापतिज्यूको प्रत्यक्ष नेतृत्व र निर्देशन पाउने अवस्था नहुँदाखेरि पार्टी संलग्नताले पार्टीलाई कमजोर बनाउने चल भन्नु भए जस्तो हामीलाई कसैले लडाउन सक्ने छैन। ट्रस्ट विधि मार्फत सुदृढ गर्दै लैजाने, सदस्यता वितरण